आज मिति 2082 साल 2 महिना 15 गतेको दिन पहिलो पल्ट सप्तरी जिल्लाको राजविराज शहरमा 85 सालपछि कार्यवाहक मेयर इशरत परविनको कर कमलबाट राजविराज नयाँ बस पार्क सम-उद्घाटन भएको हो। आज मिति 2082 साल 2 महिना 15 गतेको दिन पहिलो पल्ट सप्तरी जिल्लाको राजविराज शहरमा 85 सालपछि कार्यवाहक मेयर इशरत परविनको कर कमलबाट राजविराज नयाँ बस पार्क सम-उद्घाटन भएको हो। सप्तरी